लाहोरी जीरा अन्त खाइन्छ अब मोमो मिठो मुम्मे पानी आया झालमुडी बोला झालमुडी सेकेन्ड राउन्ड हो अहिलेको चाहिँ यहाँ चाहिँ सक्यो अहिलेको चाहिँ थर्ड राउन्डमा चाहिँ पुच्का छ थर्ड राउन्ड उहाँ हुनुहुन्छ झालमुडी पसलको साउनी चाहिँ उहाँ दामी आए झालमुडी र पुच्का क्रेजीहरू हामी है यस्तो राम्रो मिसहरू हेर्नु प्लिज कमेन्ट गर्न सक्नुहुन्छ तपाईँहरूले सबै सिङ्गलै हो एकदम यहाँ विधान सर झन् सिङ्गल हो फाइनली गाइज भेट भयो भने जस्तै फाइनली हामी आइपुग्यौँ हामी बल्ल आइपुग्यौँ जुन ठाउँमा आउनुपर्ने थियो त्यो ठाउँमा चाहिँ हामी आइपुग्यौँ यहाँबाट ओक्ली कुट्नु हुँदै रहेछ रोटीको लागि सो अब हामी चाहिँ झालमुडी बनाउने पसलतिर हामी जाँदैछौँ यहाँ रहेछ नि यहाँ रजुङको कस्तो मान्छेहरू त लु यस्तो दामी यसो रोटी उयो बनाउनु हुने रोटी सेलरोटी यस्तो पाउँछ उहाँ हुनुहुन्छ झालमुडी पसलको साउनी चाहिँ उहाँ हुनुहुन्छ हो एकदम मिठो बनाउनुहुन्छ झालमुडी उहाँले चाहिँ प्रोफेसनल जस्तै नै उहाँले चाहिँ बनाउनुहुन्छ सायद उहाँले कसरी पहिला बनाउनुहुन्थ्यो कि युट्युबबाट हेरेर बनाउनु भएको तर साह्रै मिठो बनाउनुहुन्छ भन्दा मलाई त मुखमै नै यहाँ पानी आइसक्यो छिटो बनाउनुहोस् ल यस्तो छ अब तपाईँलाई एकछिनमा देखाउँछ यसको टेस्ट चाहिँ कस्तो छ हामी चाहिँ एकदम यहाँ रालसिङ्गान भइसक्यौँ बनिँदैछ ल बनिँदैछ भोक लाग्यो तपाईँलाई चाहिँ के खानु पर्छ बिहानै भोक लाग्यो भने थियो तपाईँले के रहेछ चाहिँ के अरे गिक्स एरा जुनियर यो चाहिँ के हो सर के हो सर आमपानी खाँदैछौँ हामी जानी ए सान्नानी तिम्रो छ कस्तो आनी बानी एकदम ठिक छ नगर तिमी मलाई हानि बनाएर राख्छ तिमीलाई एक दिन कसैले मुटुको रानी खाइदेऊ नखाइ उताको पानी किरो लाग्छ त बेबी सेकिट छ त हाम्रो अनपनिस कहाँ गाउँछ त मिस सौदा लेट्स ट्राई पुरा उयो भयो चोक्चोक्टा हेर यो खोलिँदैन यो खोल्ने पनि मेरोमा एउटा सामान छ यहाँ यस्तो बोकेर घुमिन्छ यो चाहिँ मैले किन बोकेँ भने सेफ्टीको लागि जमाना खराब छ सेफ्टीको लागि कास कटर चाहिँ भन्दैन यसलाई कि यसलाई चाहिँ भन्छ कुनै कि नाइफ भन्छ ए यस युटिलिटी यसलाई कटर चाहिँ भन्छ युटिलिटी थ्याङ्क यू अब खाँदैछ टेस्ट कस्तो रहेछ भन्छु ल खासमा मैले खाएर चाहिँ अरूले खाएर भन्छ नि टेस्ट नलको पानी रहेछ खानु दामी छ नलको पानी सेम छ म छिटो बोल्छु नि त त्यसले गर्दा स्लो मोसनमा बनाएको पनि भएन बेसी बोल्यो भने टालिदिनु पनि पर्छ गाउँमा सबै छ यहाँ झालमुडी पनि आइसकेको छ झालमुडी कलरले बताउँछ यसको टेस्ट चाहिँ कस्तो छ भनेर मुम्मे पानी आया ओ झालमुडी बोला झालमुडी ल सुरु गरौँ स्टार्ट नेसनल एन्थम 1 2 3 गरौँ त लुका छुपी बहुत हुए सामने आ जाओ ना इन्डियन आइडलमा तपाईँ एकदम योपालि तपाईँलाई डाइरेक्ट एन्ट्री कस्तो छ यसको उयो चाहिँ भन्नुहोस् न रिभ्यू दिनुहोस् न यसको कस्तो छ अहिले प्रेम बिस्तारै भन्नुहोस् त
दामी छ त्यसमा अझ के हुनु पर्थ्यो र के हुनु हुँदैन के दिनु नि त्यसमा सबै छ सबै छ यसमा तपाईँले को चाहिँ यहाँ हेर्नुहुँदैछ तपाईँहरूले पनि भन्नु सक्नुहुन्छ र म तपाईँहरूलाई यसको एड्रेस दिन्छु यहाँ तपाईँ खान सक्नुहुन्छ अब यहाँ चाहिँ म बोली बसेँ भने चाहिँ नोक्सान पर्छ सो त्यसले गर्दाखेरि चाहिँ म बोलिनँ दामी है यो चाहिँ सेकेन्ड राउन्ड हो अहिलेको चाहिँ यहाँ चाहिँ सक्यो अहिलेको चाहिँ हामी चाहिँ सेकेन्ड राउन्ड एकदमै मिठो हो मिठो भएकोले गर्दा नि राउन्ड बढ्यो नि है लेभल बढ्दैछ हामीले लेभल 2 मा पुग्यो एकदमै मिठो अस्ति त फेरि त खान सकेन त अस्तिको त कि एक प्लेट मात्रै अस्ति निलिमामिस मो अल्फामिस एरिनामिस अभिषेक अब यो चाहिँ फेरि अर्को राउन्डको पनि अब के भन्नु यो चाहिँ अब थर्ड राउन्डमा चाहिँ पुच्का छ थर्ड राउन्ड आइटम अनि यो चाहिँ सेकेन्ड आइटम थर्ड राउन्ड सेकेन्ड आइटम हो अनि योसँग चाहिँ हामी के खान्छौँ भने लाहोरी जिरा ल हमला एट्याक गर्न सक्नुहुन्छ मेरो त अझै झालमुरी सकेको छैन सेकेन्ड राउन्ड पनि सकेको छैन Cheers, cheers पर है खाना खानुहोस् न तपाईँहरू कस्तो रहेछ अमिलो रहेछ ल म खानु परिहाल्छ हुन्छ म एड गरिहाल्छु नि कैसा लगा मेरा मजाक अनि त दामी छ एकदमै चाहिँ दामी छ सबै राम्रो छ यहाँ चाहिँ अब यतिको चाहिँ जोरथाङमा खोल्यो भने चाहिँ अब हरालुस हुन्छ यतिको चाहिँ आशा यो बेला बेला खाँदै गर्नु पऱ्यो नि होइन जिन्दगी नै झालमुडी हो कहिले पुछाउँ भनेर नि झालमुडी मिठो हुन्छ रिजन चाहिँ अब त्यही हो भनेको जिन्दगी पनि त्यस्तै हो होइन जिन्दगीमा पनि अब दुःख सुख होइन हाँसोरोदन भने चाहिँ झालमुडीमा पनि अब अमिलो पिरो तितो होइन के छ अब यहाँ सबै ला कस्तो भयो मिठो भनेर नि सुन्नुभएको दामी छ त्यो है यो एकदम हामी चौथो स्टेजमा छौँ अहिले चाहिँ मोमो चौथो स्टेजमा मोमो फेरि बजाइने भयो अब हामी चाहिँ अहिले चाहिँ हामी चाहिँ हङ्ग्रायो भयो ठिकै छ मोमो पनि हामीले यहाँ कस्तो छ अब यसको रिभ्यू चाहिँ कस्तो छ भन्यो भने चाहिँ यहाँ दुईजना मिसको चाहिँ आयो हामी दुईजना तिनजनाको चाहिँ आएको छैन खाउन चार प्लेट जस्तो आउँछ होला कि 4-5 प्लेट कति आउँछ कि ए 5 प्लेट ल मैले मेरै बिर्सेछु नि होइन खाउन यत्रो खाउनु मैले मेरै बिर्सेछु कि खाउन सकिन्छ हो नसुता त्यहाँ यो पनि पुग्दैन अर्को पो लगाइन्छ हात लगाइन्छ जमु एन्ड गमु खाइन्छ अब मोमो ठ्यास भइन्छ खाइन्छ भयो अब तपाईँ भयो अब भयो तपाईँलाई भयो मलाई चाहिँ अलिअलि जस्तो भयो यता कस्तो भयो दुईवटा मात्रै गर्नु दुईवटा मात्रै ढिलो भयो मलाई चाहिँ अलिअलि जस्तो चाहिँ भयो कस्तो थियो भन्दा चाहिँ एकदम मिठो नमिठो बेसी भएर सुरु सुरुमा मिठो थियो भरे चाहिँ नमिठो हुन थाल्यो